पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा के हुँदैछ? नेपाली फिल्म मेकर्सहरू किन यति धेरै नाटक गरिरहेका छन्? एउटा समय सान्दर्भिक चलचित्र बनाएर पनि उक्त समयमा दर्शकहरू हेर्न हलसम्म आएनन् भने अब यो फिल्म कहिले चल्छ भनेर फेरि हलबाट उतार्दैछन्। यति बेला यस्तो अचम्म लाग्दो कुराहरू नेपाली चलचित्र क्षेत्रमा देख्न पाइँदैछ। गएको केही समय अघि मात्र पनि द ब्लू लाइट भन्ने चलचित्र सोचे जस्तो व्यापार नगरिसकेपछि हलबाट उतारिएको थियो र यति बेला पनि दुई चलचित्र श्री बुकुरो र बिगुलले भने सोचेको जस्तो व्यापार नगरिसकेपछि चलचित्र हलबाट उतारिएको छ। हुन त चलचित्रलाई अबको केही दिनसम्म हलमा रहन दिएको भए हलवालाहरूले आफै उतार्ने थिए, तर हलवालाहरूलाई किन दुःख? यति बेला मेकर्सहरूले नै अब केही समयपछि रिलिज गर्ने भन्दै चलचित्रलाई हलबाट उतारेका छन्। अब यति बेला नचलेको चलचित्र कहिले चल्छ होला त? त्यही भएर हामीले बारम्बार भनिरहन्छौँ, राम्रो चलचित्र बनाएर मात्र हुँदैन, चलचित्र कस्तो डेटमा रिलिज गर्ने यस्तो कुरादेखि लिएर प्रचार प्रसारमा समेत एकदमै ध्यान दिनुपर्ने हुन्छ। त्यतिकै कुनै पनि चलचित्रमा दर्शकहरू हलसम्म ओइरिँदैनन्। यो चलचित्र कर्मीहरूको यस्तो अवस्था देखिरहँदाखेरि के लाग्छ भने यी पक्कै पनि नयाँ फिल्म मेकर्स हुनुपर्छ, जसको हातमा 50 लाखदेखि 1 करोडसम्मको बजेट छ भने उनीहरू चलचित्र बनाउने त भन्छन् अनि बनाउँछन् पनि, तर अब चलचित्रलाई कसरी चलाउने भन्ने कुरा अत्तो पत्तो नै छैन। ज्ञानको कमी देखिन्छ यी फिल्म मेकर्सहरूमा। एकै दिन रिलिज भएका 3 चलचित्रहरूमध्ये बिगुल र श्री बुकुरोलाई मेकर्सहरूले आफै नाटकीय ढङ्गले चलचित्रलाई हलबाट उतारेका छन्। उता एकै दिन रिलिज भएको चलचित्र शिवांशलाई भने अरूले नै उतारिदिएका छन्। एक त यो चलचित्रलाई सो नै कम दिएको थियो, फेरि यो चलचित्रलाई विभिन्न किसिमको आरोप र प्रत्यारोपहरू लगाउँदै चलचित्रलाई हलबाट हटाइएको छ, जसमा यस फिल्मको प्रोड्युसरले केही कुराहरू पनि लेखेका छन्। शिवरात्रिको अवसर पारेर शिवजीको फिल्म बनाएको 2 दिन चल्न नपाई हलबाट आउट। शिवरात्रिमा नेपालभरि 600 शो मध्ये 10 शो पनि पाएन। न्यू कमर भएर हो कि सनातन धर्मको बारेमा बनाएर यस्तो गरेको? हेरेको जति सबैलाई फिल्म मन परेको छ। यस फिल्मका प्रोड्युसरले यस्ता कुराहरू लेखेका छन्। चलचित्र शिवांश नराम्रो चलचित्र बनेको भने पक्कै होइन र चलचित्रले कसैको पनि जाति धर्म र संगठनलाई औँला उठाएको छैन र चलचित्रले नकारात्मक सन्देश दिन पनि खोजेको छैन। यो चलचित्र राम्रो हुँदा हुँदै पनि किन यस्तो गरियो होला त? कसको आँखा लाग्यो? यो कुराबाट भने हामी पनि अनजान छौँ। उता माघको 23 गतेबाट रिलिज भएका 2 नेपाली चलचित्रहरू कुमारी र रमिताको पिरती पनि बक्स अफिसमा पिटिएको छ, जसमा कुमारीले अहिलेसम्म 56 लाख बराबरको कमाई गरेको छ भने रमिताको पिरतीले 19 लाख हाराहारीको कमाई गरेको छ। चलचित्रले दर्शकहरूबाट राम्रै प्रतिक्रियाहरू पनि पाएको हो। यति हुँदा हुँदै पनि चलचित्रलाई दर्शकहरूले पत्याएनन् भन्नुपर्छ। चलचित्रको बक्स अफिस कलेक्सन अलिक दुःखदायी छ। उता माघको 16 गतेबाट रिलिज भएको चलचित्र आबाट आमा भने अहिले पनि हलमा उत्तिकै राम्रो प्रदर्शन गरिरहेको छ। त्यो पनि 2-4 वटा हलमा होइन, अझै पनि नेपालभरि उत्तिकै राम्रोसँग चलिरहेको छ। पल शाहको नाममा बनेको अनि पल शाहको नामले मात्र चलेको यो नै पहिलो चलचित्र हो जसले अहिलेसम्म धेरै कमाई गरेको छ। चलचित्रले नेपालबाट मात्रै 8.5 करोड भन्दा माथिको व्यापार गरिसकेको छ भने वर्ल्ड वाइड बक्स अफिस गरेर टोटल 10 करोड भन्दा माथिको व्यापार गरिसकेको छ। अब यहाँबाट के अनुमान लगाउन सकिन्छ भने चलचित्रले अनमोल केसीको जेरी अन टपको रेकर्ड पक्का पनि तोड्ने देखिन्छ। यो चलचित्र यति बेला अनमोल केसीको जेरी अन टपको नजिक पुगिसकेको छ। निकै लामो समयपछि पल शाहको फिल्मले यस्तो राम्रो व्यापार गरिरहँदा पल शाहको फ्यानहरू यति बेला धेरै खुसी छन् र हेटर्सहरू भने जलेर खरानी भएका छन्। पल शाहले एकै वर्ष 2 सुपरहिट चलचित्रहरू दिए। त्यसमध्ये एउटा मोहर हो जसले 5 करोड भन्दा बढीको व्यापार गरेर चलचित्र बक्स अफिसमा हिट साबित भएको थियो र चलचित्र आबाट आमा भने अहिलेसम्म सुपरहिटको ट्याग पाइसकेको छ। चलचित्रले अझै पनि बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ र लाग्छ अब चलचित्रले चाँडै ब्लकबस्टरको ट्याग पनि पाउनेछ। तपाईहरुलाई के लाग्छ? के चलचित्र आबाट आमाले ब्लकबस्टरको ट्याग पाउला त? अनि चलचित्रले जेरी अन टपको रेकर्ड कहिलेसम्म तोड्ला त, जसले नेपालमा मात्रै 12 करोड भन्दा माथिको व्यापार गरेको छ? र अनमोल केसीको यो रेकर्ड तोड्नको लागि आबाट आमाले पनि नेपालमा मात्रै 12 करोड भन्दा माथिको व्यापार गर्नुपर्ने हुन्छ। अब यो रेकर्ड कहिलेसम्म तोड्ला या नतोड्ला? आफ्नो विचार कमेन्ट बक्समा राख्न नभुल्नुहोला।